कुनै पनि देशको भविष्य कहाँ बन्छ भन्नै पर्दैन, स्कुलहरूमा नै बन्छ। तर एउटा राम्रो स्कुल आफैमा एक्लै बन्दैन, होइन र? यसको सफलताको चाबी त वास्तवमा स्कुल र समुदाय बीचको त्यो बलियो साझेदारीमा लुकेको हुन्छ। आज हामी यही महत्त्वपूर्ण सम्बन्धलाई अलि नजिकबाट केलाउँदैछौँ। आजको हाम्रो यो विश्लेषण वास्तवमा नेपालको शिक्षा सुधारको लागि सोधिएका केही एकदमै महत्त्वपूर्ण प्रश्नहरूमा आधारित छ। यी प्रश्नहरूले नै हामीलाई बाटो देखाउनेछन्, विद्यालय सुशासनको हरेक पाटोलाई बुझ्न मद्दत गर्नेछन्। ल, अब ढिला नगरी सँगै मिलेर यी प्रश्नहरूको उत्तर खोज्ने प्रयास गरौँ। आज हामी के कुरा गर्छौँ त? सुरुमा हामी समुदायको भूमिकाबाट कुरा सुरु गर्नेछौँ। त्यसपछि स्थानीय सरकारको योजना कस्तो हुनुपर्छ भन्ने हेर्नेछौँ। अनि साझेदारहरूको प्रभाव कस्तो हुन्छ, सामाजिक परीक्षण प्रक्रिया के हो र साझेदारी अनि सार्वजनिक सुनवाई कसरी हुन्छ भन्ने बारे पनि छलफल गर्नेछौँ। अनि सबैभन्दा महत्त्वपूर्ण कुरा, अन्त्यमा यो सबैको सहकार्य किन यति धेरै आवश्यक छ भन्ने कुरा पनि बुझ्ने प्रयास गर्नेछौँ। ल, त्यसो भए सुरु गरौँ हाम्रो पहिलो विषयबाट, विकासमा समुदायको भूमिका। आखिर हामीले बुझ्नुपर्ने कुरा के हो भने विद्यालय भनेको कुनै छुट्टै टापु होइन नि, यो त समुदायकै एउटा एकदमै जीवन्त हिस्सा हो। त्यसो भए अब सबैभन्दा मुख्य प्रश्नमा जाउँ है त। स्थानीय विद्यालयहरूको विकासमा समुदायले कसरी साँच्चीकै सक्रिय रूपमा भाग लिन सक्छ त? आउनुहोस् यसका विभिन्न सम्भावनाहरूलाई अलि गहिराइमा गएर हेरौँ। अब हेर्नुहोस्, समुदायको भूमिका भनेको खालि रमिते बनेर हेर्ने मात्रै त पक्कै होइन। समुदायले त विद्यालयको भिजन र लक्ष्य कस्तो हुने भनेर निर्धारण गर्न सक्छ, विकासका योजनाहरूमा योगदान दिन सक्छ, अनि सबैभन्दा महत्त्वपूर्ण शैक्षिक गुणस्तर कस्तो छ भनेर निगरानी पनि गर्न सक्छ। स्थानीय स्रोतहरू जुटाउनेदेखि लिएर विद्यालयको नेतृत्वलाई जवाफदेही बनाउने कामसम्म यी सबैमा समुदाय एक सक्रिय साझेदार बन्न सक्छ। ओके, समुदायको भूमिका त हामीले बुझ्यौँ। अब लागौँ अर्को एकदमै महत्त्वपूर्ण खेलाडीतर्फ, त्यो हो स्थानीय सरकार। किनभने शिक्षा नीतिलाई आकार दिने जुन औपचारिक शक्ति छ नि, त्यो त यिनीहरूसँगै हुन्छ। तर प्रश्न के उठ्छ भने शैक्षिक सुधारलाई साँच्चै अगाडि बढाउनका लागि स्थानीय सरकारले गर्न सक्ने ठोस कामहरू, कदमहरू के हुन सक्छन् त? र यो कुरा याद राखौँ, यो केवल एउटा जिम्मेवारी मात्र होइन, यो त कानुनले नै दिएको अधिकार हो। नेपालको स्थानीय सरकार सञ्चालन ऐन 2074ले स्थानीय तहलाई शैक्षिक सुधारका लागि स्पष्ट अधिकार दिएको छ। अनि यही कानुनी आधारले नै स्थानीय सरकारको भूमिकालाई यति धेरै शक्तिशाली बनाएको हो। स्थानीय सरकारको हातमा शिक्षाको दिशा नै बदल्न सक्ने एकदमै शक्तिशाली औजारहरू छन्। सोच्नुस् त, उनीहरूले स्थानीय पाठ्यक्रम बनाउन सक्छन्, शिक्षकहरूको व्यवस्थापन र तालिमको प्रबन्ध गर्न सक्छन्, अनि विद्यालयका पूर्वाधार परियोजनाहरूको निरीक्षण पनि गर्न सक्छन्। यति मात्र होइन, विद्यालयको सुपरिवेक्षण गर्ने, राष्ट्रिय नीतिहरूलाई स्थानीय स्तरमा लागू गर्ने र आवश्यक परे विद्यालयहरू गाभ्ने वा सञ्चालनको व्यवस्थापन गर्ने, यी सबै अधिकारले उनीहरूलाई आफ्नो क्षेत्रको शैक्षिक गुणस्तरमा प्रत्यक्ष प्रभाव पार्ने क्षमता दिन्छ। ल, हामीले विद्यालय, समुदाय र स्थानीय सरकारको कुरा गर्यौं, तर यो तस्बिरमा अरू पनि छन्। बाह्य सहयोगीहरू, अर्थात् विकास साझेदारहरू। उनीहरूको भूमिका पनि एकदमै महत्त्वपूर्ण हुन्छ, किनभने उनीहरूको सहयोग र विशेषज्ञताले हाम्रो शिक्षा प्रणालीमा एउटा नयाँ ऊर्जा थप्न सक्छ। त्यसो भए प्रश्न यो हो, यी बाह्य विकास साझेदारहरूले, जस्तै गैर सरकारी संस्थाहरू वा अन्तर्राष्ट्रिय निकायहरूले नेपालको शिक्षा क्षेत्रमा कसरी योगदान पुर्याउँछन् त? उनीहरूले बाहिरबाट नयाँ स्रोत, नयाँ सोच र विशेषज्ञता ल्याएर कसरी सकारात्मक परिवर्तन ल्याउन सक्छन्? यहाँ हेर्दा प्रश्न देखिन्छ, साझेदारहरूले गर्ने सहयोग र त्यसबाट विद्यालयमा देखिने परिणामबीच कस्तो सिधा सम्बन्ध छ। जस्तै उनीहरूले वित्तीय सहायता दिँदा विद्यालयको पूर्वाधार र स्रोतहरूमा सुधार आउँछ। प्राविधिक विशेषज्ञता दिँदा शिक्षण विधि र पाठ्यक्रम नै राम्रो हुन्छ। नीति विकासमा सघाउँदा राष्ट्रिय स्तरमै बलियो रणनीति बन्छ। अनि उनीहरूले ल्याउने नयाँ कार्यक्रमहरूले त नयाँ शैक्षिक मोडेलहरूको सुरुवात नै गराउँछ। मतलब हरेक सहयोगको एउटा ठोस र सकारात्मक प्रभाव देखिन्छ। अब कुरा गरौँ पारदर्शिता र जवाफदेहिताको। यो त कुनै पनि प्रणालीको मुटु जस्तै हो, होइन त? र शिक्षामा यसलाई सुनिश्चित गर्ने एउटा एकदमै शक्तिशाली औजार छ, जसलाई भनिन्छ सामाजिक परीक्षण। ल, अब यो के हो अलि विस्तारमा बुझौँ।
तर प्रश्न यो छ, विद्यालयको कार्य सम्पादनलाई आम मानिसले, समुदायले कसरी पारदर्शी रूपमा समीक्षा गर्न सक्छन्? विद्यालयहरूले आफैलाई समुदायको निगरानीका लागि कसरी एउटा व्यवस्थित तरिकाले खुला राख्न सक्छन्? त्यसो भए यो सामाजिक परीक्षण भनेको आखिर के हो त? एकदमै सरल भाषामा भन्नुपर्दा यो एउटा यस्तो प्रक्रिया हो जहाँ विद्यालयको काम कस्तो छ, पैसा कहाँ खर्च भइरहेको छ र गतिविधिहरू के भइरहेका छन् भनेर त्यही विद्यालयले सेवा गर्ने समुदायले नै समीक्षा र मूल्याङ्कन गर्छ। एक किसिमले भन्दा यो जनताको अडिट जस्तै हो। र यो प्रक्रिया निकै व्यवस्थित छ। खासमा जम्मा 4 चरणमा हुन्छ। पहिलो चरणमा समुदायका सदस्यहरू नै भएको एउटा परीक्षण समिति बनाइन्छ। दोस्रो चरणमा त्यो समितिले विद्यालयको कार्य सम्पादन, बजेट र गतिविधिहरूबारे तथ्याङ्क जम्मा गर्छ। तेस्रो चरणमा सार्वजनिक सुनुवाई आयोजना गरेर पत्ता लागेका कुराहरू प्रस्तुत गरिन्छ र सबैको प्रतिक्रिया लिइन्छ। र अन्त्यमा त्यहाँ उठेका मुद्दाहरूलाई कसरी समाधान गर्ने भनेर एउटा कार्ययोजना बनाइन्छ। कति प्रश्न छ हैन? ल, प्रक्रियाको बारेमा त हामीले कुरा गर्यौं, तर यसलाई व्यवहारमा उतार्ने को हो र कसरी? अब हाम्रो ध्यान यस्तै सहकार्यका मञ्चहरू र त्यसमा संलग्न हुने महत्त्वपूर्ण व्यक्तिहरूमा केन्द्रित हुनेछ। त्यसैले अबको हाम्रो प्रश्न 2वटा कुरामा केन्द्रित छ। पहिलो, सार्वजनिक सुनवाई भनेको के हो, र दोस्रो, गुणस्तरीय शिक्षाका लागि कुन मुख्य सरकारवालाहरूले सँगै मिलेर काम गर्नै पर्छ। यी दुवै प्रश्नले सहयोगात्मक सुशासनको मर्मलाई छुन्छ। सार्वजनिक सुनवाई भनेको के हो भने, यो एउटा औपचारिक बैठक हो, तर यसमा खास के हुन्छ? यहाँ विद्यालय व्यवस्थापनले समुदाय र अन्य सरकारवालाहरूलाई जानकारी प्रस्तुत गर्छ, उनीहरूको प्रश्नको जवाफ दिन्छ र सबैभन्दा महत्त्वपूर्ण कुरा, उनीहरूबाट प्रत्यक्ष प्रतिक्रिया लिन्छ। यो भनेको प्रत्यक्ष सञ्चार र जवाफदेहिताको लागि एउटा प्रमुख मञ्च हो। अनि गुणस्तरीय शिक्षाको लागि को चाहिन्छ त? यो कुनै एकजनाको काम होइन, यो त एउटा सिङ्गो सञ्जालको प्रयास हो। यसमा प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ, शिक्षकहरू, विद्यार्थीहरू, अभिभावकहरू, स्थानीय सरकारका प्रतिनिधिहरू र समुदायका अगुवाहरू सबै पर्छन्। जबसम्म यो पुरै टिमले मिलेर काम गर्दैन, तबसम्म सफलता पाउन गाह्रो छ। यो त एउटा सामूहिक प्रयास हो। ल, यति सबै कुरा गरिसकेपछि एउटा कुरा एकदमै स्पष्ट हुन्छ। हामीले अहिलेसम्म छलफल गरेका हरेक पक्षलाई एउटा साझा धागोले बाँधेको छ, र त्यो धागो हो साझेदारीको शक्ति। हो, यो सहकार्य नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। अन्ततः यो एउटा भनाइले सबै कुराको सार बताउँछ। समन्वय र साझेदारी गुणस्तरीय शिक्षा प्रदान गर्नमा केन्द्रित हुन्छ। मतलब हामीले गर्ने हरेक समन्वय र साझेदारीको अन्तिम लक्ष्य त्यो एउटै हो, गुणस्तरीय शिक्षा दिनु। त्यसैले यसको मुख्य सन्देश के हो भने, जब समुदाय, सरकार र विद्यालयहरूले सँगै मिलेर काम गर्छन्, तब उनीहरूले एउटा साझा अपनत्व र आपसी जवाफदेहिताको प्रणाली बनाउँछन्। र यही नै एउटा सफल शैक्षिक वातावरणको जग हो। यी ढाँचाहरू केवल कागजका लागि होइनन्, यिनीहरू त बालबालिकाको भविष्यका लागि साझा जिम्मेवारीको संस्कृति बनाउनका लागि हुन्। र अन्त्यमा एउटा प्रश्नमा सोच्नको लागि छोडेर जाउँ है त। सहकार्यका लागि यी सबै ढाँचाहरू, यी सबै नियम प्रक्रियाहरू त छन्, तर यिनीहरूलाई साँच्चै प्रभावकारी बनाउनको लागि हामीलाई आवश्यक पर्ने त्यो एउटा सबैभन्दा ठूलो सांस्कृतिक परिवर्तन चाहिँ के होला?